पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा माटो ल्याउनेदेखि माटो सम्याउने, डाँडा कटान र एसी जडानदेखि इन्धन ट्याङ्की बनाउनेसम्म भ्रष्टाचार भएको समितिको ठहर छ। विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले गरेको हो। समितिका अनुसार झन्डै 10 अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको छ। 11वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदनको मस्यौदा तयार पारेको समितिले सबैभन्दा बढी माटोमा अनियमितता भएको उल्लेख गरेको छ। ठेक्का सम्झौता अनुसार बिल भुक्तानी भएका छन् तर काम भएका छैनन्। यस्तै डाँडा कटान, एसी जडान, नाली र परामर्श खर्चमा समेत भ्रष्टाचार भएको छ। इन्धन ट्याङ्कीका लागि बिल भुक्तानी भएको छ तर ट्याङ्की बनेको छैन। 10 महिना लामो अध्ययनपछि निकालेको यस प्रतिवेदनमा तपाईको राय के छ? कमेन्टमा लेख्नुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।